ल हेर है गाइजहरू म आज एउटा सानो भिडियो बनाइरहेको छु। सो भिडियो बनाऊँ कि भनेर बनाइरहेको थिएँ। यहाँ आन्टीले अब रुममा जान लागेको छ, उसको मोबाइल छुटेछ काउन्टरमा। म मोबाइल लिएर आऊ भनेर मलाई भन्दै थियो। म गएर अब यता किचनको बारीबाट उता भित्र गएर भित्र काउन्टरमा त्यहाँभित्र काउन्टरमा जाँदै हो, त्यहाँ काउन्टरमा राखेछ त्यसको मोबाइल छुटेछ, त्यही मोबाइल लिन आएको। यहाँ छ, यहाँ राखेछ मोबाइल छोडेर जाँदै थियो। बिहान बिहान आउँछ आन्टी, कारमा सामानहरू टन्नै ल्याउँछ होटलको लागि, यस्तो साग सब्जीहरू टन्नै सामान ल्याउँछ। त्यही सामानहरू ल म दिएँ त्यसको मोबाइल दिएर अब म आएँ त। म यो चाक्वे बनाउँदै थिएँ अघि नै, चाक्वे बनाएर म बिहान बिहान यही बनाउँछु, नास्ता बनाउँछु। बिहान बिहान आएर सबैको लागि यो नास्ता राखेको थिएँ, त्यो अरू सब साथीहरू खाइसकेछन्। चाक्वे पनि यहाँ बनाउँदै थिएँ। त्यो चाक्वे बनाउँदै गर्दाखेरि त्यो आन्टी रुममा जान लागेको थियो। अनि यहाँ साथीहरूले मासुहरू काटेछन्, किडनीहरू काटेर राखेको छ, स्ट्यान्ड बाई गर्दैछन्। कस्टमर आउँछन् अनि त्यो बनाएर दिने हो। मासु टन्नै हुन्छ एक दिनमा, त बहुत धेरै मासुहरू जान्छ एक दिनमा। कहिलेकाहीँ 50 किलो, कहिले 100 किलोको मासुहरू बन्छ, सुप बनाइन्छ। म पनि अब यसो चाक्वे गोरेङ गर्न थियो, त्यही चाक्वे आएछ, त्यही म गोरेङ गर्न जान लागेको छु। चाक्वे गोरेङ गर्दै अब बिचबिचमा कस्टमर आउँछन्, यस्तै हो के गर्ने। अब होटलको काम त टन्नै हुन्छ, किचनको काम हो, डह्रो काम गर्नुपर्छ। कस्टमर डह्रो आयो भने डह्रो काम गर्नुपर्छ, आएन भने आफ्नो काम भ्याएर यसो टाइम पास मोबाइल खेलाउने बस्ने। बस राम्रै छ भनौँ, आफ्नो बस केही भन्दैन। आफ्नो अब जे काम गर्न छ आफ्नो काम पुरा गर्नुपर्छ, त्यति हो। अरू त राम्रै छ भनौँ। होटल साहु पनि राम्रो छ, बुढो साहु र दुईवटा आन्टी त्यो बुढो भइसकेछन्। अब त्यसको छोराले ह्यान्डल गर्छ यहाँ सबै। बाँकी त अब ठुलो बोस आउँछन्, तिनीहरू यताउता गर्छन्। यस्तै हो होटल लाइनमा काम। तपाईँ पनि हेर्दै गर्नुहुन्छ।